छोला अलिकति साँच्चै प्रिय आजै माया होला अलिकति बिर्सिदिनु सम्झे आँसु छोला अलिकति साँच्चै प्रिय आजै माया होला अलिकति तिमी अडियन्समा त म स्टेजमा भयौ बाटोकाले सम्झेपछि च्वास्स मन छोला अलिकति बिर्सिदिनु सम्झे आँसु छोला अलिकति साँच्चै प्रिय आजै माया होला अलिकति। नमस्कार, म दीपक जोशी। आजदेखि 2020 साल चैत्र 2 गते सोमबारका दिन हामी क्वालिटी दरबारको प्रेक्षालयमा उपस्थित भएका छौँ र आज हामी आजका आकर्षणका केन्द्रबिन्दु नवदाम्पत्य जोडीलाई वेलकम गर्न गएका छौँ। एकपटक सबैजनाले जोरदार ताली बजाएर उहाँलाई स्वागत गर्न हार्दिक अनुरोध गर्छु। गेटमा उहाँहरू हुनुहुन्छ, उहाँहरू तपाईँको ताली कम भएर आउन मागिरहनु भएको छैन, हामीलाई सरप्राइज हुनेछ। कृपया जोरदार ताली उहाँलाई सम्मान गरिदिनु हार्दिक अनुरोध गर्दछु। कृपया वेलकम टु द स्टेज आकाश विद्या खड्का। कृपया ताली बजाउनु तपाईँको चाहिँ तर ताली बज्नु पर्यो प्लिज। वेलकम टु द स्टेज। म आमन्त्रण गर्न गएको छु, तपाईँको ताली पुगेन है फेरि सबैजना एकचोटि ताली सरर ताली दिनु हार्दिक अनुरोध गर्दै उहाँलाई म स्वागत गर्न गएको छु। आजको यो रिसेप्सन वेडिङ रिसेप्सन पार्टीमा हामी सबैजना उपस्थित भएका छौँ। उहाँलाई नव दाम्पत्य जीवनको पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छौँ। उहाँलाई मैले फेरि पनि वान्स अगेन तपाईँहरूको अलिकति माहौल तातेर आउन मान्नु भएन। हेर्नुहोस् न, पहिलो पहिलो जोडी हुनुहुन्छ एकपल्ट सबैको हल्लामा होइन। फेरि म नव दाम्पत्य जोडी आकाश विद्यालय म स्टेजमा आमन्त्रण गर्न गएको छु। कृपया जोरदार तालीले सम्मान व्यक्त गरिदिएको छु। फेरि उहाँहरू म हिउँदेसम्म तर्फ ताली गर्नुहोस्। अझै आउन मान्नु भएन हजुरहरूको ताली पुगेन है त। फेरि यो ऊर्जा यो